पहिला सुरुमा चाहिँ मेरो दिमागमा के आयो भने सर, एनानी गाजले म त मरे लाजले, यति आयो। सानेपामा हिँडिरहनु भएको छ? हिँडिरहेको छु बाटोमा, कोमल ओलीको लागि गीत के गराइदिने भनेर। एनानी गाजले म त मरे लाजले आयो दिमागमा। कोमल ओली गाजले त हुनु न त, कसरी आयो? होइन, त्यहाँ अब गाजले नभए पनि त्यो गीतले बनाइदियो कि गाजले। हजुर, होइन गीत त बनाउन सकियो नि। गीतले भन्यो त्यो, एनानी गाजले म त मरे लाजले। सडकमा निस्कियो अचानक। हजुर, केटाले एनानी गाजले भन्यो, अब केटी चाहिँ त्यो भन्यो भनेर लाजले मरेको। म त मरे लाजले, उसले भन्यो एनानी गाजले म त मरे लाजले। अनि त्यसलाई अब विस्तार गर्छु भनेर अब त्यसको भूमिका सुरुको त बनाउनु पर्यो। हो, कुन अवस्थामा भन्यो, के गर्दाखेरि भन्यो त त्यो एनानी गाजले म त मरे लाजले। तुलसीपुर गएर चाहिँ तुलसीपुर कोमल ओलीको घर पनि उतै पर्यो। हजुर, तुलसीपुर काठमाडौँमा जागिर खानी तुलसीपुर गएको बेलामा ठ्याक्कै त्यो तन्नेरी भेट्यो। तुलसीपुरमा म जाँदाखेरि हजुर भेटै भयो, गजबको तन्नेरी मलाई हेऱ्यो मजाले, उसले भन्यो ए नानी गाजले म त मरे लाजले। आयो त्यहाँबाट। ए भने तपाईँले त्यसमा कथा बुन्नुभयो? कोमल ओली काठमाडौँ हुनुहुन्छ, दाङ जानुभयो, एउटा युवक भेटियो, उसले चाहिँ कोमल ओलीलाई केही कुरा भन्यो, भनेपछि उहाँले लाज मान्नुभयो। यो सानेपाको सडकमा? हजुर, यो आयो मनमा। आएपछि अब त्यति भएपछि त्यो भाका पनि त्यहाँ बन्यो। त्यो बिचमा शब्दहरू मिलाउनु, अब त बाँकी अरू शब्द जोड्ने हो। के लेख्नु पऱ्यो बिचमा अरू शब्द? ओर मतिर सरेर हजुर पछि औला झैँ गरेर मलाई हेऱ्यो मजाले।